पशुपतिनाथको स्वयम्भूको कसम खाएर भन्छु, 1 रुपैयाँ त धेरै हुन्छ। 1 रुपैयाँमा 1 पैसा मात्रै पनि, 1 रुपैयाँमा त 100 पैसा हुन्छ। 1 पैसा मात्रै पनि भ्रष्टाचार गरेछु, भ्रष्टाचार गरेको, कमिसन खाएको, घुस खाएछु र त्यो गरेको पैसा मेरो मुखमा परेको दिन त्यही मेरो मरण होस् है। श्रम संस्कृति पार्टीले बहुमतको सरकार गठन गर्न पायो र चलाउन पाएर 5 वर्षभित्रमा कायापलट हुने गरी, जनतालाई फिल हुने गरी, महसुस हुने गरी काम गर्न सकिन छु भने मैले यो देशको नागरिकता त्यागेर शरणार्थी बन्छु है। हो, 1 पैसा भ्रष्टाचार हुँदैन है। खबरदार, मसँग तपाईको चाहिँ यही हो मौकामा चौका हानु भनेर आउनु भएको छ भने यहाँ पनि तपाईहरु गइहाल्नुस् है, तपाईहरु गइहाल्नुस्। भ्रष्टाचार गर्न पाउँछु, यही हो अवसर भनेर आउनु भएको छ भने म कसैलाई छोड्नेवाला छैन। म आफू 1 रुपैयाँ त धेरै हुन्छ। 1 रुपैयाँमा 1 पैसा मात्रै पनि, 1 रुपैयाँमा त 100 पैसा हुन्छ। 1 पैसा मात्रै पनि भ्रष्टाचार गरेछु, भ्रष्टाचार गरेको, कमिसन खाएको, घुस खाएछु र त्यो गरेको पैसा मेरो मुखमा परेको दिन त्यही मेरो मरण होस् है। सालपा सिलिचुङमा कसम खाएको मान्छे, पाथीभरामा कसम खाएको मान्छे छु। पशुपतिनाथको स्वयम्भूको कसम खाएर भन्छु, त्यति शुद्ध मान्छे हो हर्क सम्बङ है, त्यति निष्कलङ्क र निष्खोट मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि तपाईहरुले मलाई मौका दिनुभयो भने म यो देशलाई कसरी बचाउँदो रहेछु र कसरी बनाउँदो रहेछु भन्ने कुरा म देखाउँछु।